साथीभाइ यो चाहिँ लाभानेरी लाभाको नजिकै छ नक डाँडा। यहाँनिर चाहिँ झिल ड्यामै झिल छ है, एकदम मजाको दामी सिनेरी छ, देख्न सक्नुहुँदैछ है। माछाहरू पनि ड्यामै रहेछ साथीभाइ, देख्नुहुँदैछ माछा, सायद तपाईँहरूले क्लियर दिएको छैन होला है। रमणीय दृश्य साथीभाइ एकदमै दामी छ है, मजाको। यहाँ चाहिँ बोटिङहरू पनि हुन्छ, तपाईँहरूले देख्न सक्नुहुन्छ बोटिङ। अहिले बोटिङ टाइम चाहिँ क्लोज भयो अरे साथीभाइ, अलिक छिटो आएको भए चाहिँ बोटिङ पनि गर्न, तर केही छैन। एनिवेज फेरि आउँदा हामी बोटिङ जरुर गर्छौँ है। र यो ठाउँ चाहिँ के भन्छ, नोक डाँडा भन्छ, नोक एनोकी नोक डाँडा लाभामा छ एकदमै। साथीभाइ यो चाहिँ लाभानेरी लाभाको नजिकै छ नक डाँडा। यहाँनिर चाहिँ झिल ड्यामै झिल छ है, एकदम मजाको दामी सिनेरी छ, देख्न सक्नुहुँदैछ है। माछाहरू पनि ड्यामै रहेछ साथीभाइ, देख्नुहुँदैछ माछा, सायद तपाईँहरूले क्लियर दिएको छैन होला है। रमणीय दृश्य साथीभाइ एकदमै दामी छ है, मजाको। यहाँ चाहिँ बोटिङहरू पनि हुन्छ, तपाईँहरूले देख्न सक्नुहुन्छ बोटिङ। अहिले बोटिङ टाइम चाहिँ क्लोज भयो अरे साथीभाइ, अलिक छिटो आएको भए चाहिँ बोटिङ पनि गर्न, तर केही छैन। एनिवेज फेरि आउँदा हामी बोटिङ जरुर गर्छौँ है। र यो ठाउँ चाहिँ के भन्छ, नक डाँडा भन्छ, नोक एनोकी नोक डाँडा लाभामा छ एकदमै। वेदर चाहिँ चिसो वेदर छ अहिले है। त्यहाँ फोटो खिचाउँदैछ भाइ बहिनीहरूले है। अहिले क्लोजको टाइम भएर चाहिँ अलिक खाली भएको छ, र तपाईँहरू पनि भिजिट गर्नु सक्छ है। यता रमाइलो छ, ठुलो एरियामा फैलेको देख्न सक्नुहुन्छ। परसम्म बोटिङ गर्ने एरिया यो चाहिँ। माछा हेर्नुभयो कत्रो माछा छ, ओ माई गड है, कत्रो माछा। लस म यस्तै कुरोहरू देखाउँदै गर्छु हजुरहरूलाई, हेर्दै गर्नुहोस्, देखाउने हो है के साथीभाइ। दामी कलरको माछा यहाँनिर डेटिङमा आएको छ यो माछाहरू, दुईवटा माछा डेटिङमा छ, कलरवाला माछा। कहाँ हरायो फेरि, मैले फोटो खिच्ने बित्तिकै हरायो त माछा त। पौडी खेल्न सक्छ 5.5 फुट।